वेल गाइज नमस्कार अनि स्वागत छ यहाँलाई। ओके, हामी तपाईँ समक्ष छौँ। हामी यो एपिसोडमा हामी तपाईँ समक्ष प्रस्तुत भइरहँदाखेरि फर्स्ट एपिसोड हाम्रो रहिरहेको छ। सो हामी विभिन्न कन्टेन्टमा विभिन्न कुराहरू शीर्षकमा हामीले कुराकानी गर्दै आइरहेका छौँ। सो हामी हियर सुशील र पछिल्लो क्रममा हामी पोलिटिकल्ली धेरै अपडेटहरू लिइरहेका हुन्छौँ होइन। यो नेपालको भन्नुपर्छ हरेक देशको चाहिँ एउटा विकास उन्नति प्रगति हुनुमा चाहिँ राजनीति अर्थात् पोलिटिक्सले निकै नै ठुलो भूमिका खेल्छ र त्यसमा पनि अबको अहिलेको जुन विद्यार्थीहरू स्टुडेन्टहरू पनि राजनीतिमा होमिएको हामीले पाउँछौँ। त्यो एउटा राम्रो पक्ष हो, किनभने देशको मुलुकको मूलनीति भनेको राजनीति भइसकेको छ। डेफिनेटली हियर इज नो डाउट। सो आज हामी स्टुडेन्टले कति धेरै आवश्यकता छ राजनीति गर्न र राजनीति गरिसके पछाडि स्टुडेन्टको भूमिका के रहन्छ र भोलिको दिनमा जति पनि पार्टीहरूले गर्ने त्यो राजनीति सही छ कि छैन, त्यसमा चाहिँ कति गजगजाइरहेका हुन्छन् भन्ने क्रममा चाहिँ आज हामीले स्टुडेन्ट पोलिटिक्सको बारेमा कुराकानी गर्छौँ, ताकि यो सन्दर्भ पनि रहेको छ, सरगर्मी पनि बढिरहेको छ। सो यो निर्वाचन यही चैत्र 5 गति पनि हुँदैछ। विभिन्न पार्टीका भत्री सङ्गठनका स्टुडेन्ट साथीहरू चाहिँ सरगर्मी सँगसँगै अगाडि बढिरहनु भएको छ। सो वी विल टक अबाउट सोयु भन्नुपर्छ इलेक्सनबारे कुराकानी गर्दैछौँ। हामीसँग आज हुनुहुन्छ अनिरा सुबु, जिल्ला कमिटी कास्कीका अध्यक्ष हुनुहुन्छ सन्तोष पोखरेलज्यू। यो 16 वर्षपछि पिएन क्याम्पसमा हुँदैछ। अन्य क्याम्पसमा 9 वर्ष पछाडि भयो। 16 वर्षसम्म पिएन क्याम्पसमा किन यो निर्वाचन हुन सकेन र स्टुडेन्टहरूले जुन लिडिङ गरिसके पछाडिको क्रममा चाहिँ विद्यार्थीहरूको हक हितको कुरा के रहन्छ त, हामी यो कुरा आज मजाले बुझ्नेछौँ, टन्नै बुझ्नेछौँ। सो सन्तोषजी, स्वागत छ यहाँलाई। धन्यवाद। आरामै हुनुहुन्छ? ठिक छु। चुनाव लागिरहेछ एकदम। यो भनौँ न, अब जस्तो कि यो सानो उमेरबाट चाहिँ यो स्टुडेन्ट लेभलबाट चाहिँ कहाँबाट चाहिँ तपाईँलाई चाहिँ यो पोलिटिक्स गर्ने चाहिँ एउटा सोच विचार श्रेय कहाँबाट? यहाँबाट प्रसङ्ग सुरु गरौँ सन्तोष प्लिज। अब यो सानो उमेरबाट पोलिटिक्स गर्नुभन्दा पनि विद्यार्थीहरू आफू विद्यार्थी बसेर काम गरिरहँदाखेरि चाहिँ आफू पढिरहँदाखेरि चाहिँ त्यो स्कुलमा भएका कुराहरू जुन अलिकति विद्यार्थीहरूको एकता भएर काम गर्दाखेरि चाहिँ एउटा सन्देश जाने, हामीले के मुद्दाहरू उठायो भने चाहिँ सिङ्गल भन्दा पनि एकतामा मुद्दा उठायो भने चाहिँ त्यो मुद्दाहरू पुरा हुने एउटा माध्यम छ। त्यो माध्यम चाहिँ सङ्गठनहरूबाट त्यो माध्यम पुरा हुने। त्यसमाथि पनि सबैभन्दा ठुलो सङ्गठन यो अनुराश्रीको पक्षमा बोलिरहँदा लागिरहँदाखेरि चाहिँ अनुराश्रीलाई हामीले केही कुराहरू अप्ठ्यारो परिरहँदा अनुराश्रीलाई हामीले भन्यो भने चाहिँ अनुराश्रीले सबैभन्दा छिटो छरितो रूपमा चाहिँ आफ्नो विद्यार्थीको मुद्दाहरू पुरा गर्छ। त्यस कारणले गर्दा पनि म अनुराश्रीमा आबद्ध भएको छु र म सँगसँगै अरू म पछिको पुस्ताहरू पनि अनुराश्रीमा आबद्ध भइरहेको छ। त्यस कारणले पनि होला सानै उमेरबाट विद्यार्थी पोलिटिक्समा लाग्यो, विद्यार्थीको हकको निम्ति कुरा गर्ने लड्ने कामहरू भयो। त्यस कारणले गर्दा पनि आजसम्म पनि विद्यार्थी पोलिटिक्स गरिरहँदाखेरि आफूलाई एउटा सन्तुष्टिको रूपमा पाइरहेका छौँ। मलाई एउटा लागेको यो सोझो प्रश्न है मेरो चाहिँ पोलिटिक्स मैले भन्दा तपाईँले धेरै बुझ्नु भएको छ होइन, एउटा कुरा चाहिँ। अर्को कुरा भनेको स्टुडेन्ट भनेको अथवा विद्यार्थी भनेको होइन, शिक्षालय भनेको स्कुल क्याम्पस भनेको त त्यो त स्वतः स्वतन्त्र हो, त्यहाँनिर स्वतन्त्र वातावरण हुनुपर्छ। तर हाम्रो जनमानसमा हाम्रो नेपालमा चाहिँ कस्तो खालको प्र्याक्टिस भयो कि क्याम्पसमै अब एउटा चाहिँ होइन राजनीति होइन भातृ सङ्गठन चाहिँ हुनै पर्ने, त्यसमाथि पनि विद्यार्थी जस्तो यस्तो स्वच्छन्द एउटा यो होइन कुरामा चाहिँ राजनीतिबाट छिर्नुपर्ने अवस्था अथवा विद्यार्थीलाई चाहिँ राजनीतिमा होम्याउनु पर्ने अवस्था, यो सोझो प्रश्न मेरो, मैले नबुझ्या हुनसक्छ या तपाईँहरूले यस्तो के भन्नुहुन्छ? तपाईँको कस्तो हुन्छ भने शिक्षाको नीति यो राम्रो प्रश्न भइदियो भने चाहिँ विद्यालयदेखि लिएर विश्वविद्यालयसम्मको एउटा सुदृढीकरणको कामहरू भइदियो भने चाहिँ विद्यार्थीहरूले केही कुराहरू अप्ठ्यारो नपर्नको निम्ति डाइरेक्ट हल आउने एउटा माध्यम भइदियो भने चाहिँ मलाई लाग्छ विद्यार्थी आवश्यकता त्यति औचित्य पनि रहँदैन। तर हाम्रो शिक्षाको नीति, हाम्रो विश्वविद्यालयको व्यतिथिहरू जुन एउटा छ यो बस्दै आइरहेको छ, जरा गाडिरहेको छ। त्यो जरा जबसम्म उक्लेर हामीले फाल्दैनौँ तबसम्मको निम्ति यो विद्यार्थी आन्दोलन, यो स्वतन्त्र विद्यार्थी युनियनको यो साझा कुराहरू रहिरहन्छ। यस कारणले पनि रहन्छ किनभने चाहिँ सोभि एउटा माध्यम पनि हो, विद्यार्थीहरूको एउटा सङ्गठन
उनीहरू सङ्गठन विद्यार्थीको निम्ति काम गरिरहँदाखेरि पनि कुन सङ्गठनले कति धेरै विद्यार्थीहरूको माध्यममा काम गर्यो एउटा माध्यम पनि हो सोभ्यू त्यसले हामीले परीक्षा जस्तो पनि हो त्यो सब परीक्षामा चाहिँ अब यो परीक्षा दिने बेला आएको छ 5 गतेपछि त्यो परीक्षामा के हुन्छ विद्यार्थीहरूले कति काम गर्यो सङ्गठनले कुन सङ्गठनले के काम गर्यो कुनै ठाउँमा स्वतन्त्र उम्मेदवारहरू पनि भएको छ अब त्यही कुराहरू एनालाइसिस चाहिँ हुने ठाउँ एउटा डेफिनेटली म यो प्रसङ्गमा आउँदै थिएँ सन्तोष जस्तो कि कुन सङ्गठनले कति काम गर्यो विद्यार्थीका लागि ल अखिलले यो काम गर्यो भने तपाईँ के भन्नुहुन्छ ल भन्नुहोस् त एकदमै प्रत्यक्ष रूपमा चाहिँ डाइरेक्टली होइन स्टुडेन्टलाई चाहिँ प्रभाव पार्ने कामहरू यस्तो अब विद्यार्थीहरूले गरेका कामहरूमा क्याम्पसभित्रको मुद्दाहरू छुट्टै मुद्दाहरू हुन्छ क्याम्पसभन्दा बाहिरपट्टिका मुद्दाहरू छुट्टै हुन्छ अब अनुराष्ट्रियले गरेका गतिविधिहरूमा हेर्ने हो भने सबैभन्दा बढी हामीले 33% देखि लिएर 45% सम्मको आइडेन्टिटी कार्ड डिस्काउन्टको निम्ति सबैभन्दा बढी दुःख गरेको सङ्गठन गरेको सङ्गठनको रूपमा स्थापित अनुराष्ट्रिय छ अनुराष्ट्रियको बलमा आज पनि आइडेन्टिटी कार्डहरू डिस्काउन्ट भइरहेका छन् यति मात्र नभइकन सर्टिफिकेट धितो राखेर गर्ने कुराहरूमा पनि अनुराष्ट्रियको एउटा ठुलो देन छ सडक आन्दोलनदेखि लिएर क्लासको आन्दोलन हुँदै सडक आन्दोलनसम्मको निम्ति नेतृत्व गरेर अनुराष्ट्रियले गरेका छ अब अनुराष्ट्रियले जितेका सोभ्यू पिएन क्याम्पसको कुरा गर्नुहुन्छ भने 65 सालमा अनुराष्ट्रियले चुनाव जितिरहँदाखेरि चाहिँ त्यहाँको बिएलएलबी बिएसएसटी बिबिए यी जस्ता फ्याकल्टीहरू प्राइभेट फ्याकल्टीहरू सबैभन्दा बढी पहिलो भित्र बनाउने काम अनुराष्ट्रियले गरेको थियो र अनुराष्ट्रियले सोभ्यू जितिसकेपछि नै अनुराष्ट्रियको प्रतिनिधित्व गरेर सोभ्यूमा गइरहँदाखेरि ती फ्याकल्टीहरू स्थापित भए र आज त्यहाँ विभिन्न देशका विभिन्न ठाउँबाट विद्यार्थीहरू आएर पढाइ एउटा अध्ययन गर्ने बाटो बनिरहेका छन् हजारौँ विद्यार्थीहरू त्यहाँबाट उत्पादन भएका छन् यो देशमा केही गर्नका निम्ति विद्यार्थीहरू यहीँ ब्याङ्किङ सेक्टरहरूदेखि लिएर अरू सेक्टरहरूमा काम गरिरहेका छन् अनुराष्ट्रियको लाग्छ यो ठुलो देनले नै यिनीहरू नै यो प्राइभेट सेक्टरहरू इस्टाब्लिस भए र पिएन क्याम्पस जस्तो ठाउँमा बिबिए बिएलएलबी ल्याउनु भनेको चाहिँ आज पनि त्यहाँ विद्यार्थीहरूको एउटा चाप फ्लो आज पनि बढिरहेको छ वेल अब अर्को कुरा जुन तपाईँले गर्नुभयो जस्तो कि विद्यार्थीहरूका धेरै कुराहरू चाहिँ आयो मलाई चाहिँ लागेको कुरा चाहिँ के छ भन्दाखेरि अब यी जस्तो विद्यार्थीहरूका लागि सोच्ने भनेको त राष्ट्र छ होइन सरकार छ अहिले त झन् स्थायी निकायहरू छ अहिले त झन् महानगरपालिकाले चाहिँ शिक्षा महाशाखा नै राखिरहेको अवस्था रहेको छ कि अब हिजोको दिनमा हामीले देखेको कुरा चाहिँ के छ भन्दाखेरि जस्तो आन्दोलनको कुराकानी गर्दाखेरि पहिला चाहिँ स्टुडेन्टहरू नै देखिने होइन ढुङ्गा हान्ने होइन यी यावत कुराहरूदेखि लिएर होइन यो कुरा रहेको छ त्यो कुरालाई परिवर्तन हुँदै कति आएको छ र अहिलेको अवस्थालाई हेर्ने भने अहिलेको शिक्षा नीतिमा चाहिँ सोभ्यू अथवा सोभ्यूको निर्वाचन हुँदै गर्दाखेरिको अवस्थामा अखिलको भूमिका के रह्यो एउटा दुईवटा कुराकानी भन्नु पर्दाखेरिको अवस्थामा ठ्याक्कै हामीले चाहिँ आभास र अनुभूति गर्ने तमाम विद्यार्थीहरूले चाहिँ होइन एउटा आभास र अनुभूति गरेको कुरामा चाहिँ एउटा कुरा यस्तो हो अब विद्यार्थीहरूले गरेका कामहरूमा जति पनि अनुराष्ट्रियले गरेका छ आज पनि अनुराष्ट्रिय भनेको सोभ्यू र सोभ्यू भनेको अनुराष्ट्रियको रूपमा स्थापित आज पनि हामीले गरिरहेका छौँ किन गरिरहेका छौँ भने पीएच नारायण क्याम्पसमा 22 पटकसम्म सोभ्यू भनेको अनि अखिल भनेर आजसम्म स्थापित पनि भएको छ यो किन पनि भएको छ भन्दा 22 चोटिसम्म पिएन क्याम्पसमा सोभ्यूको निर्वाचन भयो र सोभ्यूको निर्वाचन भइरहँदाखेरि चाहिँ अनुराष्ट्रियको प्यानलले त्यहाँ जितिरहेको छ र अनुराष्ट्रियले ती क्याम्पसहरूमा नेतृत्व गरेको कारणले गर्दा नै आज सोभ्यूमा स्थापित भएको छ मुद्दा अघि नै मैले तपाईँलाई भनिसकेँ सडक आन्दोलन हामीले सडक आन्दोलन कुन बेला कुन आन्दोलन गर्ने भन्ने कुरामा त्यो कुनै बेला चाहिँ ढुङ्गामुढा तपाईँले भन्नुभयो त्यो बेलामा समय परिस्थिति त्यस्तो थियो टायरवाले परिस्थिति सिर्जना भने सरकारहरूले गरिरहेका हुन्थे ती परिस्थितिमा हामी छुट्टै तरिकाले आन्दोलन गर्ने एउटा भूमिका थियो तर अहिलेको दिनमा अनुराष्ट्रियले हामीले उद्घोष गरेका छौँ ढुङ्गामुढा टायर नबाल्ने इभेन कुनै पनि क्याम्पसमा तालाबन्दी नगर्ने किनभने यो शैक्षिक ठाउँमा अब गुणस्तरीय चेन्ज भइसकेको छ कम्तीमा पनि हामीले आन्दोलन गरिरहँदाखेरि अब विश्व बजारमा प्रतिस्पर्धा गर्ने लायकको उत्पादन अनुराष्ट्रियले स्थापना गर्नुपर्छ हाम्रो सबैभन्दा मुख्य माग अहिले पनि यही हो सोभ्यू भइसकेपछि पनि हाम्रो माग यही नै हो किनभने अनुराष्ट्रियको सबै ठाउँबाट देशभरिबाट अनुराष्ट्रियको प्रतिनिधि भइरहँदाखेरि चाहिँ हामीले एउटै मुद्दा उठाउँछौँ नेपालमा पढाइ हुने स्तरको विश्व बजारसम्म प्रतिस्पर्धा गर्ने खालको स्तरहरू हुनुपर्छ भन्ने सबैभन्दा पहिलो माग हाम्रो त्यो छ त्यो माग अनुसार नै स्थापित त्यो मागहरू हामीलाई स्थापित गर्नका निम्ति पनि अब हामीले सडकको आन्दोलन भन्दा पनि एउटा रचनात्मक क्रियाकलापको आन्दोलनहरू हामी गर्छौँ हामी अस्ति भर्खरै विद्यार्थी महोत्सव गऱ्यौँ नमुना संसद हामी गर्छौँ यी लगायतका कामहरू एउटा विद्यार्थीहरूलाई चाहिँ एउटा गोलबलमा राख्ने र रचनात्मक ढङ्गले ती प्रस्तुतिहरू दिने काममा अनुराष्ट्रियले गरिरहेको पनि छ तपाईँले इभेन हेर्न सक्नुहुन्छ
सडक आन्दोलन गऱ्यौँ, विद्यालयहरूमा ताला, कलेजहरूमा तालाबन्दीहरू अब अहिले अनुराष्ट्रले छोडिसकेको छ। किनभने अब ती क्याम्पसहरूमा तालाबन्दी गरेर समाधान हुँदैन। समाधान गर्नुपर्ने ठाउँमा हामी रचनात्मक ढङ्गले समाधान गर्नुपर्छ। अब अहिलेको आइटीको जमानामा छ। आइटी जमानामा कम्तीमा पनि फेसबुकमादेखि लिएर अरू केही ठाउँमा रचनात्मकहरू ढङ्गले गऱ्यो भने चाहिँ त्यो सन्देश त्यहाँसम्म पुग्ने एउटा माध्यम पनि बनेको छ आइटी। त्यस कारणले गर्दा पनि अहिले हामी रचनात्मक क्रियाकलापलाई हामीले बढी महत्त्वपूर्ण दिन्छौँ र त्यही महत्त्वपूर्ण दिने कारणले गर्दा अब हामीले गरेका कामहरू 16 वर्षपछि अरू कुनै क्याम्पसहरूमा 9 वर्षपछि चुनाव हुँदैछन्। त्यो रिजल्ट पाउनका निम्ति 6 गतेपछि नै हामी त्यसको रिजल्ट पाउँछौँ र कति काम गऱ्यौँ, विद्यार्थीको मन कति जित्यौँ, विद्यार्थीहरूको बिचमा हामी कति टचमा रह्यौँ र विद्यार्थीको हरेक मुद्दामा हामीले कतिको साथ दियौँ, दिए कि दिएनौँ भन्ने कुरा रिजल्ट हामी पर्खिने ठाउँमा छौँ। तर मलाई विश्वास के छ भने चाहिँ हामी आज पनि हामी विद्यार्थीको मुद्दामा छौँ, टचमा छौँ। चाहे त्यो पिएन क्याम्पसमा मर्स फ्याकल्टीको आन्दोलन होस् या अरू कुनै कुरामा होस्, त्यहाँ सबैभन्दा पहिलो स्थानमा उभिएर बोल्ने अनुराष्ट्र नै हो। त्यस कारणले गर्दा यी सबैको रिजल्ट पाउन बाँकी छ। तर रिजल्ट पाउनुभन्दा अगाडि पनि एउटा स्वघोषित जस्तो अनुराष्ट्रले त्यहाँ जित्छ र क्याम्पसमा कास्की जिल्लाभित्र रहने 5वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ। 5वटा क्याम्पसमै अनुराष्ट्रको जित फरफराउनका निम्ति हामी त्यसको प्रतीक्षामा छौँ। ठिक छ, म अझै पनि यो सोभिको इलेक्सन सम्बन्धी म आउँछु अझै प्रसङ्ग। आई हेभ लट्स अफ क्वेसन होइन। अब अर्को कुरा चाहिँ सन्तोष, जस्तो कि स्टुडेन्ट भनिसके पछाडि चाहिँ हामी के बुझ्छौँ भन्दाखेरि अहिलेका चाहिँ होनहार युवा होइन, तपाईँहरू पनि युवा हुनुहुन्छ, देशमै चाहिँ तपाईँहरूले चाहिँ एउटा शिक्षा नीति राम्रो हुनुपर्छ भनेर चाहिँ निरन्तर रूपमा लागिरहनु भएको छ। एउटा राम्रो पक्ष रहेको छ। तपाईँले प्रत्यक्ष रूपमा देखिरहनु भएको छ, हामी सञ्चार माध्यमबाट पनि हामीले प्रत्यक्ष रूपमा देखिरहेको छ। एउटै क्वेसन बारम्बार हामीले गर्नुपर्ने परिस्थिति पनि सिर्जना भइरहेको छ क्या। पछिल्लो क्रममा युवा विद्यार्थीहरू होइन एकपछि अर्को गर्दै लाखौँको सङ्ख्यामा होइन विदेशिने क्रम चाहिँ जारी नै रहिरहेको छ होइन। यति लालै छन् विदेश जानका लागि, +2 पश्चात उनीहरू विदेशकै परिकल्पना देख्छन्, सपना देखिरहेका हुन्छन् होइन। तर तपाईँहरू चाहिँ यहाँनिर रहेर एउटा विद्यार्थीमा चाहिँ हामीले यो गऱ्यौँ त्यो गऱ्यौँ भनेर चाहिँ तपाईँहरूले चाहिँ भनिरहनु भएको छ, सरगर्मी बढिरहेको छ यो जुन तपाईँहरूको चुनावको। यो कुरालाई कसरी हेर्नुहुन्छ? यो कुरालाई चाहिँ तपाईँहरूले पनि त मध्यनजर गर्नुपर्ने हो। यस्तो हो, यो कुराहरूलाई मध्यनजर हामीले पनि गरिरहेका छौँ। अब यो मध्यनजर गरिरहँदाखेरि हामीले एक ठाउँबाट झकझकाउने हो। हामी झकझकाउने नीति बनाउने ठाउँमा, नेतृत्व लिने ठाउँमा विद्यार्थी सङ्गठनहरू त्यो ठाउँमा हुँदैन र हामीले पनि तल बसेर, सडकमा बसेर, क्याम्पसमा बसेर हामीले ती कुराहरू झकझकाउने हो। विद्यार्थीहरूलाई सकेसम्म नेपालमै रोक्नका निम्ति यो अनेकौँ कुराहरू हामीले एउटा सिर्जना गर्नुपर्छ। तर ती सिर्जना गरिरहँदाखेरि पनि अहिले पनि तपाईँहरूले देखिराख्नु भएको छ केही विद्यार्थीहरू यहाँको पढ्ने र पढेर पास आउट हुन साथ विदेश जाने एउटा वातावरण बनिरहेको छ। त्यो माध्यम रोक्नका निम्ति पनि यो देशमा केही कुराहरू खोल्नका निम्ति, उद्योग खोल्नका निम्ति, एउटा केही व्यवसायहरू गर्नका निम्ति सरकारले त्यसमा केही अलिकति लगानी सँगसँगै जसले खोल्न चाहिरहेको हुन्छ त्यसमा पनि अलिकति लगानीहरू गरिदिने हो भने चाहिँ मलाई लाग्छ धेरै विद्यार्थीहरू विदेश जानमा रोकिने सम्भावना एउटा रहन्छ। र अर्को कुरा, चाहे बिएलएलबी पढिरहेको विद्यार्थी होस्, चाहे बिबिए पढिरहेको विद्यार्थी होस्, चाहे इन्जिनियरिङै पढिरहेको विद्यार्थी, मेडिकल पढिरहेको विद्यार्थी होस्, उनीहरूले पढ्ने र पढेर निस्किसकेपछि आफैले जागिर खोज्नुपर्ने एउटा वातावरण सिर्जना भइरहेको छ। तर हामी अहिले विश्वविद्यालयसँग हाम्रो एउटै मात्र माग मुद्दा हामी उठाइरहेका छौँ। यो सोभिपछि, सोभिको हाम्रो सबै कुरा हाम्रो संरचना बनिसकेपछि स्वतन्त्र विद्यार्थी युनियनले एउटा मुद्दा उठाउँछ। विद्यार्थीहरू टेक्निकल क्याम्पस होस् या अरू कुनै क्याम्पसहरूबाट विद्यार्थी पास आउट भइसकेपछि कम्तीमा पनि 6 महिना, 1 वर्षदेखि लिएर 2 वर्षसम्मको पिरियडमा उनीहरूलाई यही देशमा केही एउटा रोजगार स्थापना गर्नका निम्ति, यही कुराहरूमा चाहिँ इन्टर्नहरू गर्नका निम्ति र विद्यार्थीहरूलाई केही कुराहरू सिकाउनका निम्ति एउटा स्वतन्त्र विद्यार्थी युनियनले त्यसमा प्लेटफर्मबाट निर्माण गर्छ। र यो निर्माण गरेको कार्यले मलाई लाग्छ धेरै विद्यार्थी साथीहरू विदेश जानका निम्ति एउटा रोकिने एउटा सम्भावना, एउटा बाटो त्यसमा पनि रहन्छ। किनभने चाहिँ आफूले पढेका साथ विदेश जाने एउटा चलन छ। अलिकति केही देशमै केही एउटा सिर्जनाको ब्रेकडाउन हामीले गऱ्यौँ भने चाहिँ मलाई लाग्छ विदेश जानेको एउटा लहर अलिकति कम हुन्छ, मलाई त्यो चाहिँ लागिरहेको छ। र अर्को कुरा, सोभियो एउटा यस्तो बाटो पनि हो जहाँ विद्यार्थीहरूको चाहिँ कलेजभित्रको मुद्दा नभइकन कलेज बाहिरको मुद्दाहरूमा पनि सोभि बोल्ने गरिरहेको छ। मलाई यसैमा विद्यार्थीहरूले अघि तपाईँले भने जस्तो एउटा लहर, विद्यार्थीहरूको विदेश जाने लहरलाई यो ब्रेकडाउन गर्नका निम्ति
चैतको 5 गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ। सबै यो रेडियो कास्की हेरेर बसिराख्नुभएका सम्पूर्ण जनसमुदायहरूलाई म के अनुरोध गर्न चाहन्छु भने अनराष्ट्रियलाई मत गर्नुहोस्। तपाईँहरूको ग्यारेन्टी अनराष्ट्रियले लिन्छ र त्यसमा तपाईँहरूलाई कहाँनिर के भूमिका निर्वाह गर्नुपर्ने हुन्छ यो अनराष्ट्रियले भूमिका लिन्छ, किनभने सोभियतको नेतृत्व अनराष्ट्रियले गरिरहेको हुन्छ। म यस कारणले पनि यी कुराहरूलाई यो रेडियो कास्कीमा सुनिराख्नुभएका सम्पूर्ण दर्शकहरूलाई चाहिँ म यो अनुरोध चाहिँ गर्न चाहन्छु। अब थोरै चाहिँ हामी यो सोभियतको निर्वाचन सम्बन्धी प्रसङ्ग सन्तोषी, अब स्वतन्त्र विद्यार्थी युनियनको यो जुन आवश्यकता किन, होइन, हामीले हरेक चाहिँ क्याम्पसमा चाहिँ अब यो विद्यार्थी युनियनहरू देखिरहेको हुन्छौँ, यो आवश्यकता चाहिँ किन छ जस्तो लाग्छ, होइन? मलाई चाहिँ त अब त्यो अघि पनि मैले भने शिक्षालाई भनेको स्वतन्त्र, त्यो आफैमा स्वतन्त्र हुनुपर्छ, होइन? हामी त्यहाँ अब सरस्वतीको बास हुन्छ भन्छौँ हामी, होइन? विद्या लिने ठाउँमा चाहिँ हामी कहिलेकाहीँ त के लाग्छ भने त्यो पोलिटिक्स भएर चाहिँ त्यो राजनीति पढ्न चाहिँ जाने हो कि जस्तो लाग्छ। अनि कतिपय अहिलेको भाइ बहिनीहरूले के पनि भनेको पाएँ भने पिएन क्याम्पस मैले चाहिँ के भन्छु भने पिएन क्याम्पस पढ न, त्यहाँ राम्रो छ त अहिले भन्दाखेरि क्रममा म पनि त्यहाँको स्टुडेन्ट भएको हिसाबले मैले उसलाई रिफर गर्दाखेरि क्रममा त्यहाँ त धेरै पोलिटिक्स हुन्छ सर, हुन्छ दाइ, एक खालका कुराहरू चाहिँ आएको, त्यो मानसिकता चाहिँ त्यस्तो रह्यो कि। सो स्वतन्त्र विद्यार्थी युनियनको आवश्यकता किन हो वास्तवमा? यस्तो तपाईँको त्योभन्दा अगाडिपट्टिको एउटा प्रश्नको उत्तर म दिन्छु। पिएन क्याम्पस राजनीति गर्ने एउटा थलो निम्ति मात्र नभइकन एउटा विश्वविद्यालय बनाउन सक्ने एउटा क्यापासिटी भएको ठाउँ पृथ्वीनारायण क्याम्पस पनि हो। र त्यहाँ केही समय अगाडिसम्म आन्दोलन हामी पनि गर्थ्यौँ, किनभने एउटा व्यतिथिको लडाइँ हुन्थ्यो, त्यहाँभित्रको मुद्दाहरू हुन्थे, विभिन्न मुद्दाहरू हुन्थे। त्यो मुद्दाहरूको विषयमा बोल्न लड्नेको निम्ति सबैभन्दा पहिलो अनराष्ट्रिय पनि राखेको हुन्थ्यो, किनभने योभन्दा अगाडिपट्टि पनि अनराष्ट्रियको उम्मेदवारले सोभियत जितिरहेको कारणले गर्दा पनि र बिचको लामो समयसम्म सोभियत चुनाव हुन सकेन, नसकेको कारणले गर्दा यो सबै कुराहरू व्यतिथिहरूको अलिकति बढी स्थापित भएको कारणले गर्दा हामी केही समय अगाडिसम्म हामी आन्दोलन गर्थ्यौँ, त्यहाँभित्रको आन्दोलन हामी नेतृत्व हामीले गरिरहेका हुन्थ्यौँ। र त्यस कारणले गर्दा पनि अलिकति बाहिर म्यासेजहरू तपाईँले भने जस्तै विद्यार्थीहरू त्यहाँ प्रिफर गर्दा पढ्न नजाने भन्ने कुरा पनि हो। तर पृथ्वीनारायण क्याम्पसमा आज पनि विद्यार्थीहरू पढ्न गइराख्ने विद्यार्थीहरू आज पनि सन्तुष्ट छन्, किनभने यो पृथ्वीनारायण क्याम्पस कास्कीको मात्र नभइकन यो सिङ्गो यो गण्डकी प्रदेशको एउटा ठुलो विश्वविद्यालयको रूपमा क्याम्पसको रूपमा स्थापित पनि भइरहेको छ। र प्रदेशभरिको विद्यार्थीहरू र सँगसँगै छिमेकी प्रदेशहरूको विद्यार्थीहरू पनि त्यहाँ पढ्न आउने एउटा थलो पनि हो पिएन क्याम्पस। र अर्को कुरा सोभियत चुनाव आवश्यकता किन तपाईँले भनिरहेको एउटा प्रश्नमा त्यसमा दुईवटा कुरा छ। एउटा कुरा विद्यार्थीहरूको साझा सङ्गठन एउटा सोभि हो। कुनै पनि सङ्गठनको नेतृत्व सोभिले उम्मेदवार घोषणा सबैको हुन्छ, त्यो चाहिँ हामी सबैको उम्मेदवार दर्ता भयो र उम्मेदवार दर्ता सँगसँगै अब सबै साथीहरू एउटा प्यानलको मतको माग्नका निम्ति हिँडिराख्नु भएको छ। र निर्वाचित भइसकेपछि एउटा त्यो साझा सङ्गठन हुन्छ, त्यो कुनै सङ्गठनको प्रतिनिधि भन्ने कुरा हुँदैन, एउटा साझा सङ्गठन हुन्छ। र अर्को कुरा, दोस्रो कुरा, तपाईँको एउटा कुनै कुरा तपाईँको क्लासमा समस्या पर्यो या विश्वविद्यालय क्याम्पसभित्रको पेरिफेरमा तपाईँको एउटा केही समस्या स्थापित भयो भने तपाईँ प्रशासनसँग गएर कुरा गरिरहँदाखेरि प्रशासनले तपाईँको कुरा नसुनिरहँदाखेरि तर कम्तीमा पनि त्यहाँभित्र सोभियु हुन्छ, सोभियुले तपाईँको कुरा सुन्छ, किनभने उसले भोट हालेको हुन्छ, उसको प्रतिनिधि सोभियुले त्यहाँ गइरहेको हुन्छ र सोभियुले तपाईँको कुरा सुनिसकेपछि एउटा माध्यमको बिचको एउटा माध्यमको भूमिका सोभियुले निर्वाह गरिरहेको हुन्छ र विद्यार्थीहरूको अभिभावकको भूमिका पनि सोभियुले निर्वाचन गरिरहेको हुन्छ। र अर्को कुरा, सोभियुले तपाईँहरूको काम कुराहरूमा केही कुरा बाजा अर्जन भइराख्दाखेरि चाहिँ हामीले सोभियुसँग रिफर गऱ्यौँ भने सोभियुले एउटा माध्यम कुरा हुन्छ, प्रशासनसँग गएर कुरा गर्ने, डिलिङ गर्ने, के कुराहरू सहमति आन्दोलन भइँदाखेरि चाहिँ त्यसलाई मिनिमाइज कसरी गर्ने, के कुरामा विद्यार्थीहरूको मागहरू पुरा गर्ने भन्ने कुरामा एउटा माध्यमको भूमिका सोभि खेलिरहेको हुन्छ। विगत लामो समयदेखि आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नभइरहँदाखेरि चाहिँ यी माध्यमको एउटा ब्रिजको काम भङ्ग भएको कारणले गर्दा अब मलाई लाग्छ अब उम्मेदवार दर्ता भइसकेको छ, सबै सङ्गठनहरू अहिले यसपालि चाहिँ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्नेको एउटा पक्षमा हुनुहुन्छ, माहौलमा हुनुहुन्छ। त्यही माहौल सिर्जना भइराख्दाखेरि चाहिँ चैतको 5 गते निर्वाचन हुन्छ भन्ने कुरा आज पनि हामी विश्वस्त छौँ। ओके, विश्वस्त हुनुहुन्छ। त्यसो भए जुन 16 वर्षसम्म हुन सकेन पिएन क्याम्पसमा, होइन, त्यति बेला आज बल्ल हुँदैछ। अब हामी हरेक चाहिँ विद्यार्थीहरू अथवा
पिएन क्याम्पसका विद्यार्थीहरू चाहिँ ढुक्क हुनुहोस् भन्ने कुरा चाहिँ भइरहेको छ र यहाँहरूको सरगर्मी बढिसकेको छ र अगाडि बढिरहनु भएको छ भने यो 16 वर्षसम्म चाहिँ हुन नसक्नुको कारण चाहिँ कसको दोष? विभिन्न विद्यार्थी सङ्गठनहरूमध्ये चाहिँ अखिलले यसलाई चाहिँ कति जिम्मा लिन्छ? यस्तो अब जिम्मेको हिसाबले लिने हो भने अब त्यहाँभित्र ऊ सधैँ 24 जितिराखेको अनुराष्ट्रले पनि हो। अलिकति केही जिम्मा त हामीले पनि ल्याउला। अब आन्दोलन गर्नेको कुरामा विद्यार्थीहरूको माग पुरा नभइरहँदाखेरि चाहिँ भएका कुराहरूमा अलिकति जिम्मा हामीले पनि ल्याउला। किनभने सबै जिम्मा हामीले लिन्नौँ। हाम्रो कारणले गर्दा चाहिँ हामी सोहीमा जान चाहन्थ्यौँ, अरू सङ्गठनले गर्दा भन्दा कुरा पनि हामी अरू सङ्गठनसँग तालमेल गरेको कारणले हामी अरू सङ्गठनलाई पनि, किनभने त्यहाँभित्रको सबैभन्दा ठुलो सङ्गठन अनुराष्ट्र छ र एउटा अभिभावक भूमिका हामीले पनि कति ठाउँमा निर्वाह गर्न सकेनौँ होला, त्यो छुट्टै कुरा हो। तर केही साथीहरूको त्यहाँभित्रको अलिकति केही सङ्गठनहरूको एउटा हारको निश्चित कारणले गर्दा पनि होइन, सोही चुनाव भइरहँदाखेरि चाहिँ चुनाव हारिन्छ क्या हो, नगरौँ क्या, चुनावमा नजाऊँ क्या भन्ने एउटा सिद्धान्तको एउटा उहाँको मनस्थितिका कारणले गर्दा पनि केही साथीहरू त्यहाँ चुनावमा जान सक्नु भएन। तर अहिले चाहिँ हामी विश्वास छौँ सबै साथीहरूलाई हामीले एक ठाउँमा उभिएका छौँ। यसपालि चाहिँ स्वतन्त्र विद्यार्थीको निर्वाचन गर्नुपर्छ भन्ने कुरामा हामी एउटा निष्कर्षमा छौँ र मलाई लाग्छ चुनाव यसपालि हुन्छ। अघिल्लो पालिकोमा के कस्तो भयो, के कुराले चुनाव रोक्यो भन्ने कुरा भन्दा पनि अब यसपछिको हुने निर्वाचनहरूमा चाहिँ यो लगभग निरन्तर स्वतन्त्र विद्यार्थीको निर्वाचन गर्नुपर्छ भनेको मानसिकता हामी राखिरहेका छौँ र अरू सङ्गठनको मानसिकता पनि त्यही छ। र यसमा सँगसँगै चुनाव नभइरहँदाखेरि मलाई लाग्छ अहिले विद्यार्थी आन्दोलन अलिकति कमजोर पनि भएको छ। विद्यार्थी आन्दोलन यस कारणले पनि कमजोर भएको छ किनभने सोबीबाट प्रतिनिधित्व जन्मिन्थ्यो, आन्दोलन जन्मिन्थ्यो, विद्यार्थीको मुद्दाहरू जन्मिन्थे। त्यस कारणले गर्दा पनि आज सबै सङ्गठनहरू एक ठाउँमा उभिएर यसपालि चाहिँ स्वतन्त्र विद्यार्थी निर्वाचन गराउने पक्षमा चाहिँ हुनुहुन्छ। तपाईँहरूको जस्तै हिजोको दिनमा चाहिँ यहाँले चाहिँ अधिकांश रूपमा चाहिँ धेरै जसो रूपमा चाहिँ अखिलले चाहिँ नेतृत्व गरिरहँदाको अवस्थामा अब हुने 5 गते जुन चैत्र 5 गते हुने सोबीको जुन निर्वाचनमा अखिलले नेतृत्व गर्ने त्यसमा विश्वस्त तपाईँहरू कतिको हुनुहुन्छ? र अर्को कुरा तपाईँहरूको चाहिँ उम्मेदवारी अथवा उम्मेदवार कस्तो हुनुहुन्छ र के कुरा हुनुपर्छ सोबीको चाहिँ अथवा नेतृत्व गर्नको लागि र तपाईँहरूको चाहिँ अब यो चुनाव प्रचार कसरी अगाडि बढाएको छ अन्तिममा? अब सबै क्याम्पसमा उम्मेदवार दर्ता करिब हामी सकिसकेको पनि छौँ, हिजो दर्ता पनि भइसकेको छ। उम्मेदवारको छनौटको कुरामा अहिले 5वटा क्याम्पसमा चुनाव हुन्छ। 5वटा क्याम्पसमा निर्वाचन हुने ठाउँमा हाम्रोमा सबैमा रेगुलर स्टुडेन्टहरू क्लासमा बसेर पढिराख्ने, डेली क्लास जाने। अहिले एउटा विश्वविद्यालयमा क्लास नजाने बाहिर बस्ने एउटा चलन जुन छ त्यो चलनलाई हामीले अन्त्य गर्दै कम्तीमा पनि कक्षा कोठामा रेगुलर क्लासमा जाने, बिहान 6 बजेदेखि 10-11 बजेसम्म क्लासमै अध्ययन गर्ने विद्यार्थीलाई नै हामीले त्यहाँको अहिले सोबीको प्रतिनिधित्व गराइरहेका छौँ। त्यो सबै क्याम्पसमा 5वटै क्याम्पसमा, चाहे तपाईँ नर्सिङ क्याम्पस जानुहोस्, चाहे वन क्याम्पस जानुहोस्, चाहे तपाईँ पिएन क्याम्पस, WRC, GMC, त्यहाँको रेगुलर स्टुडेन्टलाई हामीले त्यहाँको अहिले प्रतिनिधित्व गराएका छौँ। किनभने अनुराष्ट्रले त्यहाँको रेगुलर स्टुडेन्टको मुद्दा पढिरहेको विद्यार्थीले नै रेगुलर स्टुडेन्टको मुद्दा के हो भन्ने कुरा एउटा बुझ्ने एउटा बाटो हुन्छ। र अर्को कुरा सँगसँगै अनुराष्ट्रले त्यहाँ गरेका कुराहरूमा कम्तीमा पनि त्यो क्लासमा विद्यार्थी पढिरहँदाखेरि चाहिँ अनुराष्ट्रको उम्मेदवार त्यहाँ बसेर पढिरहँदाखेरि त्यो उम्मेदवारलाई चिन्ने एउटा बाटो पनि हुन्छ। र मलाई लाग्छ रेगुलर स्टुडेन्ट जतिको अरू सङ्गठनहरूले उठाउनु भएको छ कि छैन त्यो मैले पनि हेरेको छैन, तर हाम्रो चाहिँ रेगुलर स्टुडेन्टहरू छ। हामी सर्वसम्मतमा उम्मेदवारहरू हामी छनौट गरेका छौँ। अब प्रचार प्रसारको कुराहरूमा तपाईँ जाने भने प्रचार प्रसार हिजो वाला उम्मेदवार दर्ता सकिएको छ। केही क्याम्पसहरूमा पहिले उम्मेदवार छनौट भइसकेको थियो र सबै साथीहरू आफ्नो ठाउँमा भूमिका निर्वाह गरेर लागिरहनु पनि भएको छ। र मलाई विश्वास छ चैतको 5 गते हुने निर्वाचनमा अनुराष्ट्रको झन्डा कास्की जिल्लाभरिमा 5वटै क्याम्पसमा चाहिँ फरफर हुनेछ। जितको यहाँलाई चाहिँ अग्रिम शुभकामना मेरो र हाम्रो होल टिमको तर्फबाट एउटा कुरा रह्यो। अब अन्तिममा मलाई सोध्न मन लागेको कुरा एजेन्डाहरू, अबको एजेन्डा के आवश्यकता छ विद्यार्थी चाहिँ नि यो चुनावमा होइन? र यहाँहरूको चाहिँ मुख्य र प्रमुख एकदमै आकर्षक एकदम प्रत्यक्ष रूपमा चाहिँ अबका दिनमा प्रभाव पार्ने विद्यार्थीहरूका लागि, शिक्षा क्षेत्रका लागि भन्ने एजेन्डा चाहिँ तपाईँ भन्नु पऱ्यो भने के भन्नुहुन्छ अन्तिममा? सबैभन्दा पहिला त मैले अघि पनि भने हाम्रो विश्वविद्यालयमा अध्ययन हुने शिक्षाहरू
आज विश्व बजारमा बिक्ने खालको शिक्षाहरू, प्रतिस्पर्धा गर्ने खालका शिक्षाहरू आज हामीले स्थापित गर्नुपर्नेछ। नेपालका मात्र कोर्सहरू नभइकन हामीले विदेशी कोर्सहरू समेतलाई इन्टरफेयर हुने गरी, उनीहरूसँग मिल्ने गरी, मौलिक कुराहरूमा मिल्ने गरेको कुराहरूमा चाहिँ हामीले त्यस्ता कोर्सहरू हामीले भित्राउनुपर्छ, जुन कोर्सले विश्वविद्यालयले विदेशी विश्वविद्यालयसम्म एउटा टक्कर दिने खालका स्थापितहरू होस्। कम्तीमा नेपालमा बसिरहेका विद्यार्थीहरूले चाहिँ विदेशको कोर्सहरूमा विदेशमा कुन ढङ्गले पढाइरहेका छन् भन्ने कुराहरूमा चाहिँ सबैभन्दा पहिलो हाम्रो मुद्दा त्यसमा छ। र अर्को कुरा, अब अहिले पनि अब आइटीको टेक्निकल जमाना आइसकेको छ। सबै क्याम्पसमा, सबै क्लासहरूमा चाहिँ आइटी माध्यमबाट चाहिँ एउटा कोर्सहरू पढाउनु पर्नेछ र विद्यालयलाई कुन ढङ्गले पढाउँदाखेरि चाहिँ सजिलो हुन्छ र कुन ढङ्गले पढाइरहँदाखेरि चाहिँ विद्यालयले कम्ती अलिकति बुझ्ने कुराहरूमा हुन्छ र अब पढाइमा मात्र होइन, बाहिर फिल्डको नलेजहरू सहितलाई स्थापित गरेर विश्वविद्यालयहरूलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा सबैभन्दा पहिलो मुद्दा हाम्रो त्यसमा छ। र सँगसँगै अर्को कुरा, विश्वविद्यालयमा पढिरहेका विद्यार्थीहरू पास आउट हुने या +2 पढिरहेका विद्यार्थीहरू पास आउट हुने बित्तिकै जुन एउटा बाहिर जाने एउटा लहर छ, त्यो लहर रोक्नका निम्ति पनि हामीले यस्ता सिर्जना खालका कामहरू र मुद्दाहरू उठाउनु पर्ने हाम्रो एउटा कुरा छ। जुन एउटा ब्रेकडाउन, मैले अघि पनि तपाईँलाई भने एउटा ब्रेकडाउन गर्नुपर्ने बेला भएको छ। त्यो ब्रेकडाउन हामीले गर्ने सबैभन्दा राम्रो माध्यम टेक्निकल क्याम्पसमा पढिरहेका विद्यार्थीहरूलाई इन्टर्नको व्यवस्थापन, यो स्वतन्त्र विद्यार्थी युनियनले आफैले अधिकारमा आफैको कुरामा अडानमा लिएर त्यो कुराहरू स्थापित गर्नेछ। र अरू कुरा, म्यानेजमेन्टहरूदेखि लिएर हाम्रो एजुकेसन आर्ट्स पढिरहेका विद्यार्थीहरूलाई चाहिँ कम्तीमा पनि जहाँनिर उनीहरूको भूगोल पाइपर्ने ठाउँमा कहाँनिर कसरी उनीहरूलाई सेवा सुविधाहरू हुन्छ, त्यही ढङ्गको निम्ति स्वतन्त्र विद्यार्थी युनियनले त्यो विद्यार्थीहरूलाई चाहिँ एउटा इन्टर्नको रूपमा व्यवस्थापन गर्नेछ। चाहे त्यो सोबीको खर्चमा होस्, चाहे विद्यार्थीहरूले आफैले म खर्च गरेर इन्टर्नमा जान्छु भन्ने कुरामा इच्छा राख्छन्, त्यो इच्छाहरूलाई विद्यार्थीहरूको कम्तीमा सबैभन्दा पहिला कुराहरूमा हामी त्यो गर्छौँ। त्यो गऱ्यो भने अलिकति ब्रेकडाउन पनि सिर्जना हुन्छ। विद्यार्थीहरूले 6 महिनादेखि 1 वर्षसम्म यहीँ केही आफ्नो इन्टर्नको कुराहरू सिक्छन् र सिकिसकेका पछिका कुराहरूमा चाहिँ उनीहरू आफ्नो ठाउँमा आफ्नै खुट्टामा उभिने भइसकेपछि चाहिँ यही देशमा केही गर्नका निम्ति एउटा सृजनशीलता जन्मिन्छ भन्ने कुरामा हामी विश्वास छौँ। त्यस कारणले पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अहिलेको आवश्यकता पनि छ र हामी यही कुराहरूमा मुद्दाहरू उठाएर आज पनि विद्यार्थीहरूको बिचमा गइरहेका छौँ। र अर्को कुरा, पृथ्वीनारायण क्याम्पसको विषयमा, पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालय बनाउनका निम्ति हाम्रो योभन्दा अगाडिपट्टिबाटै 16 वर्ष अगाडिबाट 65 साल पछिको निर्वाचन हुन नसकिरहँदा हाम्रो सबैभन्दा पहिलो मुख्य कुरा त्यो पनि छ। त्यस कारणले गर्दा त्यो मुद्दाहरूमा हामी एउटा उठाउनु पर्ने अहिले सबैभन्दा ठुलो जिम्मेवारी हाम्रो काँधमा पनि छ। ओके, थ्याङ्क यू सो मच। अब लास्टली, अब मैले केही सोध्न बिर्सेका, सन्तोषलाई चाहिँ के भन्न मन लागेका, जसले हामीलाई हेरिरहनु भएको छ, सुनिरहनु भएको छ, उहाँको लागि के भन्न चाहनुहुन्छ सन्तोष? जिल्लाभित्र रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा, तपाईँ जहाँ जहाँ अध्ययन गर्नुहुन्छ, जुन जुन क्याम्पसमा अध्ययन गर्नुहुन्छ, सबै क्याम्पसमा अनिरासुको प्यानल निर्माण भएको छ। अनिरासुको प्यानललाई यही चैतको 5 गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा तपाईँहरू मतदाता हुनुहुन्छ। मतदाता नभएको खण्डमा आइडेन्टिटी कार्ड तपाईँहरू क्याम्पसमा लिन छुटेका छन्, आइडेन्टिटी कार्ड लिन भुल्नु भएको छ भने आइडेन्टिटी कार्ड सुरक्षित राख्नुहोस्। तपाईँहरूको मतदाता तिनै आइडेन्टिटी कार्डले तपाईँहरू त्यहाँ मतदाता निर्माण गर्नेछ। र यस कारणले सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई तपाईँहरू जहाँ जहाँ अध्ययन गर्ने क्याम्पसहरू छ, ती क्याम्पसहरूमा गएर अनिरासुको प्यानललाई मतदान गरी अनिरासुलाई विजयी गराइदिनको निम्ति र तपाईँहरूको हरेक मुद्दाहरूलाई अनिरासुले स्थापित गर्नेछ। हरेक तपाईँहरूको पक्षमा अनिरासु एउटा एक ढिक्का भएर उभिनेछ भन्ने कुरा विश्वास त म यो रेडियो कास्की सुनेर बसिरहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई अनुरोध गर्दै आफ्ना कुराहरू राख्न चाहन्छु। धन्यवाद। थ्याङ्क यू सो मच। हामीसँग आज हुनुहुन्थ्यो सन्तोष पोखरेल, अनिरासबी जिल्ला कमिटी कास्कीका अध्यक्ष। जुन यो सोबी निर्वाचन नजिकै गर्दाखेरिको अवस्थामा, सरगर्मी बढ्दै गरेको अवस्थामा अखिल पनि अगाडि बढिरहेको छ र सम्पूर्ण विद्यार्थी सङ्गठनलाई हाम्रो शुभेच्छा र शुभकामना। शिक्षालाई र शिक्षा र विद्यार्थीका लागि राम्रो खालको एजेन्डा लिएर आएर अगाडि बढोस्। अखिल लगायत हामी सबैलाई, सबै विद्यार्थी सङ्गठनलाई शुभकामना र शुभेच्छा प्रकट गर्दै सन्तोषलाई पनि धन्यवाद दिन्छौँ। आज थ्याङ्क यू सो मच। जाँदा जाँदा क्षणिको माया, क्षणिको प्रीति सधैँभरि अमर रहोस्। तपाईँ अनि हाम्रो स्मृति हेर्दै गर्नुहोला, सुन्दै गर्नुहोला।